हेलो सेवा नमस्ते सम्पूर्णलाई फेरि पनि मेरो अर्को मिनी भ्लगमा सबैजनालाई स्वागत छ। अनि हजुरहरू एकदमै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्दै आज चाहिँ म किन बिहानै तयारी भएर भिडियो बनाइरहेको छु भने आज चाहिँ म केही काम परेकोले गर्दा म 1-2 दिनको लागि धरान जाँदैछु नि त। अनि त्यही भएर म चाहिँ यहाँ घरदेखि लगभग 20-30 मिनट जस्तो 20 मिनट जस्तो लाग्छ आई थिङ्क टेम्पोमा। अनि टेम्पोमा जानेछु म चाहिँ, अनि त्यहाँबाट बस भेट्छु। बस 9 बजी तल आइपुग्छ अरे। अनि यहाँबाट हामी अब 8:30 बजी भनेको छु, दाइलाई बोलाएको छु 8:30 बजी। हेर्दै गर्नु होला। अब दाजुले टेम्पो पनि लिएर आइसक्नु भएछ। अब भने हामी चाहिँ बस भएकोसम्म जानुपर्ने हुन्छ साथीहरू। म चाहिँ बस भएको ठाउँमा आएर बस पनि चढिसकेँ। अब भने सरर लाग्नुपर्ने हुन्छ ओह्रालो बसको यात्राबाट। अनि अहिले चाहिँ हाम्रो तेह्रथुम जिल्लाबाट धरानसम्मको बाटो एकदम राम्रो छ। पहिला बिचमा एकचोटि एकदम धेरै बिग्रेकोले गर्दा समस्या हुन्थ्यो हामीलाई यात्रा गर्नु भने। अहिले चाहिँ राम्रो भएको छ र एकदम सजिलो छ साथीहरू। अब चाहिँ भने साथीहरू हामी लसुने बजार भन्ने ठाउँ आइपुगिसकेका छौँ। यहाँनिर चाहिँ एउटा लसुनको मूर्ति एकदमै राम्रो आकर्षित बनाइदिएको छ, तपाईँहरूले पनि देख्न सक्नुहुनेछ अगाडि। अब चाहिँ भने साथीहरू हामी बसन्तपुर आइसकेका छौँ। अनि तपाईँहरू कतिजनालाई त थाहा नै छ, बसन्तपुर तिनचुरे भनेको एउटा लाली गुराँसको राजधानी भनेर पनि एकदमै चिनिने ठाउँ हो। यहाँनिर गुराँसको सिजनमा एकदमै धेरै गुराँस अनि धेरै प्रकारको गुराँसहरू फुल्ने भएकोले गर्दा मानिसहरू धेरै घुम्नु आउने गर्नुहुन्छ। सो त्यही कारणले गर्दाखेरि बसन्तपुर तिनचुरे एरिया चाहिँ एउटा पर्यटक क्षेत्र पनि एकदमै मानिने गरिन्छ साथीहरू। अनि बसन्तपुर बजारको चोकमा चाहिँ एउटा लाली गुराँसको मूर्ति पनि एकदमै राम्रो र आकर्षित खालको बनाइएको छ साथीहरू, तपाईँले देख्न सक्नुहुनेछ। अब चाहिँ भने हामी खाना खाने ठाउँमा आइसकेको छौँ साथीहरू। घरदेखि हिँडेको लगभग 2.5 घन्टा 2 घन्टामा यहाँ आएको छौँ। यो चाहिँ सिद्धुवा बजारको माथिल्लो बजार भनेर चिनिन्छ। अनि यहीँनिर खानाहरू खाने हो। सो त्यही भएर गाडीहरू रोकेर मैले चाहिँ खाजाहरू खाएँ, खाना चाहिँ खाइनँ। अनि म आएको बस चाहिँ त्यही हो, म गाउँदेखि आएको बस चाहिँ मैले खाजा खाएँ, अरूहरूले खाना खानुभयो। त्यसपछि अब फेरि लाग्नुपर्ने हुन्छ हामी चाहिँ ओह्रालो। खाजा खाना खाइसकेपछि फेरि हामी अगाडि बढिसक्यौँ साथीहरू। यो चाहिँ सिद्धुवा बजारको मेन बजार हो। यहाँनिर चाहिँ एउटा चोकमा एकदमै राम्रो मूर्ति बनाइदिएको छ फुलकोपीको, तपाईँहरूले पनि अगाडि देख्न सक्नुहुनेछ। यो क्षेत्र चाहिँ एउटा कृषियोग्य क्षेत्र भनेर मानिएको ठाउँ पनि हो साथीहरू। यहाँनिर चाहिँ समय टाइम अनुसार विभिन्न प्रकारको सागसब्जी तरकारीहरू उत्पादन हुने ठाउँ हो। अनि यहाँनिरको मौसमहरू चाहिँ भने एकैछिनमा छिनछिनमा परिवर्तन भइरहन्छ। एकछिनमा हुस्स हुन्छ अनि एकछिनमा खुल्ला हुन्छ। अनि मलाई चाहिँ एकदमै मनपर्छ कि यो ठाउँ चाहिँ पर्सनल रूपमा पनि। यस्तै रमाइलो ठाउँहरू दृश्य हेर्दै हामी चाहिँ अगाडि जाँदैछौँ साथीहरू। अब फेरि हिले बजार पनि आइपुगिसकेको छौँ। यो हिले बजार चाहिँ कतिपय साथीहरूले तङ्बा चोक भनेर पनि चिन्नुहुन्छ होला, किनभने यहाँनिर चाहिँ हिले बजार चोकमै एउटा ठुलो तङ्बाको मूर्ति पनि बनाइदिनु भएको छ। सो कतिपयले चाहिँ तङ्बा चोक भनेर चिन्नुहुन्छ यो ठाउँलाई। हामी हिलेबाट केही तलतिर बाटो लागिसकेको थियौँ। त्यहाँनिर चाहिँ गाडीहरू जाम भइरहेको थियो, किनभने एउटा ट्रक बिग्रिएको रहेछ। अनि सो यताबाट गएको नाइट बस चाहिँ त्यहाँनिर छिर्न सकेन रहेछ। त्यही भएर चाहिँ त्यहाँ एकछिन टाइम लाग्यो हामीलाई पनि। त्यसपछि ट्रक बनाएर बाटो खुलेपछि चाहिँ हामी पनि हाम्रो गन्तव्य हाम्रो बाटोतिर लागिसक्यौँ साथीहरू। यो चाहिँ धनकुटा बजार हो, धनकुटा बजारको बस स्ट्यान्ड। यहाँनिर चाहिँ हामी एकछिन छिर्यौँ, त्यहाँबाट फर्किहाल्यौँ धेरै बेर नबसिकन। अनि यस्तो धेरै गर्मी हुनु थालिसकेको थियो मलाई चाहिँ। म चाहिँ के सोच्दै थिएँ भने स्वर्गदेखि नर्कै आए जस्तो लाग्दै थियो, किनभने माथि जाडोमा बस्ने बानी एकैचोटि गर्मी हुँदा त कस्तो साह्रो परिरहेको थियो मलाई चाहिँ। अनि त्यहाँबाट फेरि केही अगाडि आएको यहाँनिर त ट्याक्सी कुदिरहेको ट्याक्सीको टायर निस्किनु खोजेछ के। आज त हामीले यस्तै मात्र देखिरहेको छौँ। अघि मास्तिर बस र ट्रक झन्डै जुधिरहेको थियो, यहाँनिर ट्याक्सीको टायर, तर हुन चाहिँ केही भएन, ठिकै छ। सो फेरि हामी अगाडि बढिसकेको छौँ साथीहरू।
अब चाहिँ भने आजको मेरो यात्राको अन्तिम डेस्टिनेसनतिर आइसकेको छु। हामी चाहिँ अब भेरेटारदेखि ओह्रालो धरानतर्फ लागिसकेको छौँ साथीहरू। मेरो आजको यात्रा चाहिँ यहीँ धरानसम्मको थियो। म चाहिँ बसदेखि झरेर पनि सफारी चढिसकेको छु साथीहरू घरसम्म जानको लागि। ल साथीहरू फाइनल्ली म चाहिँ रुम पनि आइसकेको छु। अनि रुममा आएर एकदमै धेरै गर्मी भएकोले गर्दा पहिला नुहाएँ, खाजाहरू खाएँ अनि फ्रेस भएर म चाहिँ मेरो भिडियो एडिट गर्न आइरहेको छु। अनि आजको यात्राको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो, मन पर्यो भने चाहिँ पक्कै पनि लाइक, कमेन्ट, सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नुपर्ने हुन्छ। फेरि पनि म यस्तै भिडियो ल्याएर आउने छु साथीहरू। आजको भिडियोलाई अन्तिमसम्म हेरेर सपोर्ट गर्नुहुनेलाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै फेरि अर्को भिडियो लिएर आउनेछु। त्यतिन्जेललाई चाहिँ बाई बाई साथीहरू।